भलेन सरकारले लागू गरिसकेका छन् यी 10 कानुनी नियमहरू। कति नेपालीलाई थाहा छ, कतिलाई थाहा छैन। यदि थाहा छैन भने यो भिडियो पुरा हेर्नुहोस् र आफ्नो ठाउँमा सचेत रहनुहोला। Now let's begin today's update. Go start this video. धेरै नेपालीलाई थाहा छैन तर यी कानुनहरू लागू भइसके। बलात्कारको उजुरी गर्ने समय सीमा पहिले 35 दिन थियो भने अहिले 1 वर्षभित्र उजुरी गर्न मिल्ने व्यवस्था भएको छ। 60 वर्षभन्दा माथिका बाबुआमालाई हेरचाह नगरेमा कानुन अनुसार जरिवाना वा कैद सजाय हुन सक्छ। वेबसाइट, ब्लग, अनलाइन मिडिया अब सूचना विभागमा दर्ता नगरी सञ्चालन गरेमा कारबाही हुनेछ। फेसबुक, टिकटक, युट्युब आदि मार्फत कसैको चरित्र हत्या गरेमा 5 वर्षसम्म कैद वा जरिवानाको व्यवस्था गरिएको छ। गर्भवती महिलालाई तलबसहित 98 दिनसम्म मातृत्व बिदा अनिवार्य दिनुपर्नेछ, अन्यथा कारबाही समेत हुन सक्नेछ। श्रमिकको न्यूनतम मासिक तलब अब 17,300 निर्धारण गरिएको छ। सार्वजनिक ठाउँमा फोहोर फाल्नेलाई तत्काल 500 देखि 5,000 रुपियाँसम्म जरिवानाको व्यवस्था गरिएको छ। जातीय लैङ्गिक घृणात्मक अभिव्यक्ति सार्वजनिक रूपमा गरेमा 1 वर्षसम्म कैद वा जरिवानाको व्यवस्था गरिएको छ। अब कर्मचारी र संस्थाबीच सहमति भएमा घरबाटै काम अर्थात् वर्क फ्रम होम गर्न मिल्ने कानुनी व्यवस्था गरिएको छ। नेपालीसँग विवाह गरेकै भरमा विदेशीलाई तुरुन्तै नागरिकता नदिने, 7 वर्षसम्म स्थायी बसोबास अनिवार्य हुनुपर्ने तोकिएको छ। सचेत रहनुहोस् र आफ्नो साथीभाइहरूलाई सेयर गर्नुहोस्। धन्यवाद। धेरै नेपालीलाई थाहा छैन तर यी कानुनहरू लागू भइसके। बलात्कारको उजुरी गर्ने समय सीमा पहिले 35 दिन थियो भने अहिले 1 वर्षभित्र उजुरी गर्न मिल्ने व्यवस्था भएको छ। 60 वर्षभन्दा माथिका बाबुआमालाई हेरचाह नगरेमा कानुन अनुसार जरिवाना वा कैद सजाय हुन सक्छ। वेबसाइट, ब्लग, अनलाइन मिडिया अब सूचना विभागमा दर्ता नगरी सञ्चालन गरेमा कारबाही हुनेछ। फेसबुक, टिकटक, युट्युब आदि मार्फत कसैको चरित्र हत्या गरेमा 5 वर्षसम्म कैद वा जरिवानाको व्यवस्था गरिएको छ। गर्भवती महिलालाई तलबसहित 98 दिनसम्म मातृत्व बिदा अनिवार्य दिनुपर्नेछ, अन्यथा कारबाही समेत हुन सक्नेछ। श्रमिकको न्यूनतम मासिक तलब अब 17,300 निर्धारण गरिएको छ। सार्वजनिक ठाउँमा फोहोर फाल्नेलाई तत्काल 500 देखि 5,000 रुपियाँसम्म जरिवानाको व्यवस्था गरिएको छ। जातीय लैङ्गिक घृणात्मक अभिव्यक्ति सार्वजनिक रूपमा गरेमा 1 वर्षसम्म कैद वा जरिवानाको व्यवस्था गरिएको छ। अब कर्मचारी र संस्थाबीच सहमति भएमा घरबाटै काम अर्थात् वर्क फ्रम होम गर्न मिल्ने कानुनी व्यवस्था गरिएको छ। नेपालीसँग विवाह गरेकै भरमा विदेशीलाई तुरुन्तै नागरिकता नदिने, 7 वर्षसम्म स्थायी बसोबास अनिवार्य हुनुपर्ने तोकिएको छ। सचेत रहनुहोस् र आफ्नो साथीभाइहरूलाई सेयर गर्नुहोस्। धन्यवाद।